आजभोलि सोसल मिडियामा एउटा विषय लास्टै चर्चामा छ। 2-3 दिन भयो। रश्मि पनेरू र दिपेन्द्र भट्ट भन्ने हो कि भाटको बिचको कुराहरू, यो चाहिँ फ्यामिली बुढाबुढीको कुराहरू भनौँ न। पति पत्नी बिचको यो व्यक्तिगत विवादहरू अहिले सामाजिक सञ्जालमा मानिसहरूलाई मनोरञ्जनको माध्यम बनिरहेको छ। यो भिडियो चाहिँ म कसैको पनि पक्ष नलगिकन बनाउँदैछु। हामीले चाहिँ के सोच्नु पर्ने हो, अब उनीहरूले पनि के सोच्नु पर्ने हो भन्ने कुरामा मैले एउटा सानो भिडियो बनाएको हो। बुढाबुढीको झगडा सोसल मिडियामा ल्याउनु पर्ने विषय नै होइन। आजको समयमा यस्तो भइसकेको छ, जो ठुलो स्वरले बोल्छ, जो लाइफमा रुन्छ, कराउँछ, जो आफू पीडित भएको देखाउन सक्छ, उसैको जित हुन्छ यो सोसल मिडियाको युगमा। तर के साँच्चै सत्य त्यही हुन्छ त? जो रोयो करायो गर्यो, लाइभमा आयो, चिच्यायो, उसैको जित भएको हुन्छ त? उसैको सत्य हुन्छ त? यदि सम्बन्ध साँच्चै असह्य बनेको छ भने त्यसको बाटो पनि कानुनी बाटो पनि हुन्छ। पुलिस, कोर्टहरू अथवा फ्यामिली बिचमै पनि समाधान गर्न सकिन्छ। तर सोसल मिडियामा आएर, टिकटक लाइभमा आएर कमेन्ट गरेर, पोस्ट गरेर, सोसल मिडियामा झगडा गरेर यसको समाधान हुने कुरा होइन। यहाँ हामीले एउटा बुझ्न जरुरी के छ भनेपछि, यदि महिला सम्बन्धबाट टाढा हुन खोजिरहेकी छिन् भने यसको अर्थ बुढी नै, महिला नै गलत हुन् भन्ने पनि हुँदैन। कुनै पनि महिला विवाह गरेर जाने घरमा आफूले माया गरेको जुन घरमा जान्छन् उनी, अनि त्यो घर गएर म त्यो घर गएर एक दिन बिगार्छु, भत्काउँछु, झगडा गर्छु, नराम्रो गर्छु भनेर गएकी त अवश्य पनि हुँदैनन् उनी त आफ्नो माइती, सपना, स्वतन्त्रता सबै त्यागेर पूर्ण समर्पण सहित उनी बुढाको घरमा, एउटा पराई घरमा सबै चिज आफ्नो भनेर गएकी हुन्छन्। आफू पनि सुखीसँग खुसी भएर बाँचौँ, उनीहरूलाई पनि सक्दो आफूले सकेसम्म चाहिँ खुसी बनाएर राखौँ भन्ने कुरामै गएकी हुन्छन्, सबै समर्पण गरेर। अब फेरि महिला के हुन्छ भनेपछि सानो सानो कुराहरूले पनि महिलाहरूको मन दुख्ने कुरा पनि हुन्छ। यो नर्मलै हो हुन चाहिँ। तर पनि अब जुन महिला त्यो घरमा गइसकिन्, त्यो गइसकेपछि उनले चाहिँ सुरुमा त राम्रै हो, तर बिस्तारै बिस्तारै अब बिच्दै अलिकति सम्बन्धमा डुब्दै गइन्छ नि। त्यसपछि चाहिँ अनि अब वास्तविकता अब के हो भन्ने कुरा पनि थाहा हुन्छ। नर्मली अब महिलाहरूले चाहिँ त्यति प्रायोरिटी नपाइरहेको अवस्था पनि हुन्छ कुनै बेला, कुनै घरमा कसैलाई चाहिँ बारम्बार इग्नोर हुनु, अब अपमान महसुस हुनु, आफ्नो कुराको मूल्य नहुनु। अनि अब परिवारमा सासूहरूले, अब नन्दहरूले अथवा जो पनि परिवारमा छन् सबैहरूले चाहिँ आफैलाई गिज्जाएको जस्तो फिल हुनु, आफ्नो कुराहरूको चाहिँ कुनै भ्यालु नै नहुनु, उनीहरूकै कुराको मात्रै परिचर्चा हुनु, उनीहरूकै कुरा मात्रै ठुलो हुनु। अनि त्यही विषयमा लागेर आफ्नो माया गर्ने जसलाई सबै समर्पण, जो मेरै हो भनेर आएछ बुढा, उसले समेत इग्नोर गरिदिनु हो। यो कुराहरूले चाहिँ अलिकति मन दुख्दै अलिकति मन मर्दै आइरहेको हुन्छ। अब सम्बन्ध एकैचोटि बिग्रिँदै आउने कुरा पनि होइन, यो त बिस्तारै भित्रैदेखि बिस्तारै भाँचिँदै आउने कुरा हो। र एक दिन जब सहनै नसकिने अवस्था आउँछ, त्यस दिन उनी भन्छन् अब म बस्न सक्दिनँ। अब तिनले अब कसैले भन्नै नसकेको अवस्था पनि हुन्छ। अब कुनै मौका पर्खेर बसेकी नै हुन्छन्। अब जस्तो कि अहिले यिनले अब रश्मिका पनेरूको पहिला फ्यामिलीमा यस्तै नराम्रो सानो कुराहरूबाटै मन भाँचिँदै आएको पो हो कि अब यिनले अहिले अब टाढा गइन्, अनि अब त्यसपछि एउटा राम्रो माध्यम, राम्रो ठाउँ, राम्रो परियोजना, त्यो टाइम पो यिनले महसुस गरेर अब चाहिँ अलिकति छुट्टिने अथवा अलिकति अब हामी बस्न सक्दैनौँ भन्न खोजेकी पो हुन् कि। अब त्यसै गरी पुरुषको पनि पीडा हुनसक्छ। अब सायद उसले आफ्नो हैसियत अनुसार सबै मिलाएर उसले पनि अमेरिका पढायो, साथ दियो होला है। आज अब यस्ता आरोप र कुरा सुन्दा उसले आवेगमा बोलेको पनि हुनसक्छ। अब कति कुरा त रश्मिका पनेरूले पनि अब बुढाले
उसले चाहिँ यस्तो यस्तो गाली गरेको छ है, मलाई यो भन्यो है भनेर त्यो भन्न बाध्य बनाएको पनि हुनसक्छ नि त। अब भन्नाले अब केही कुरा भनेको भने गरेर इग्नोर गरेको गरेर अनि त्यो रिसको आवेगमा चाहिँ ऊ केटाले चाहिँ बुढाले चाहिँ भनेको पनि हुनसक्छ। कुनै पनि पुरुषले कसैकी छोरीलाई जिन्दगी बर्बाद पार्ने सोचले विवाह गरेको पनि हुँदैन, कसैलाई युज गरेको पनि हुँदैन, कसैलाई ल्याऊ गुलामी बनाऊ मेरो घरमा काम गराऊ अनेक थरी यस्ता कुराहरू पनि सोचेको हुँदैन। तर गल्ती जसको भए पनि व्यक्तिगत कुराहरू सोसल मिडियामा ल्याउँदा जित कसैको पनि हुँदैन। बरु पति पत्नी दुवै परिवार आमा बुवा दाजुबहिनी सबैको इज्जतहरू चकनाचुर हुन्छ। आजको समाज पीडामा पनि रमाइरहेको हुन्छ। म पीडित हुँ भन्ने मानिसलाई जज गर्ने, उसको चरित्र तौल्ने, उसको परिवारसम्म घोच्ने कामहरू भइरहेको हुन्छ। अब कसैले रोइ कराइ गरेर मलाई हेपे यस्तो गर्यो भनेर भनिरहेका छन् नि यिनीहरू बुढाबुढीहरूले यत्तिकै। अब यिनीहरूलाई चाहिँ समाजले एक मनोरञ्जनको माध्यम पनि लगिरहेका छन्। कसैले अब उनीहरूकै अब केटीले भनिरहेको छ भनेपछि चाहिँ केटीहरूकै माध्यमबाट सोचिरहेका हुन्छन्, कसैले केटाहरूको माध्यमबाट सोचिरहेका हुन्छन्, कसैले पीडित हो भनेर भनेका हुन्छन् केटालाई, कसैले चाहिँ ठिकै गरी केटाले चाहिँ यस्तो गर्दो रहेछ अनि छोडेर गई भन्ने पनि हुन्छ। मतलब समाजमा चाहिँ अब आफ्नो आफ्नो भोगाइ अनुसार चाहिँ सबैलाई जज गरिरहेका हुन्छन् मानिसहरूले है। अब कसैले सोच्दैन त्यो महिलाको पक्षको परिवारमा कति पीडा भयो होला हैन त, अनि उसको पनि बुवा आमा दाजुबहिनीहरू हुन्छन् होला, उसलाई नि कति पीडा भएको होला, ऊ केटी त छुट्टै हो, अब केटीको फ्यामिलीलाई कति पीडा भइरहेको होला भन्ने कुरा पनि सोचेका हुँदैनन्। अब त्यो पुरुषको परिवारमा पनि कति पीडा भइरहेको होला भन्ने कुरा पनि सोचिरहेका हुँदैनन् हैन नि। पुरुषकोमा पनि त अब महिलाहरू हुन्छन्, आमा बुवा दिदीबहिनीहरू पनि हुन्छन्। अब दुवैजनाले के सोच्नुपर्छ भनेपछि जीवन झगडा गरेर सकिँदैन। अब अहिले एकछिनमा अब झगडा गर्यो अब सोसल मिडियामा ल्यायो, अब उछेल्यो, अनेक गर्यो, अब यतिकैमा सकिने पनि होइन झगडा। अब त्यसपछि पनि बाँकी जिन्दगी त कन्टिन्यू गर्न पर्यो नि त, बाँकी जिन्दगी पनि सबैसँग मिलेरै बस्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ यो अहिलेको झगडाले चाहिँ कति सहजता बनाउँछ भन्ने कुरा हो। अनि त्यसैले अब आमा बुवा दिदीबहिनीहरू परिवारको इज्जत सम्झेर भए पनि जति सकिन्छ त्यति मिलाउने प्रयास चाहिँ आफ्नो परिवारभित्र गर्नुपर्ने हुन्छ। र अन्त्यमा मेरो मुख्य कुरा यही हो कि अब बुढाबुढीको झगडा सोसल मिडियामा होइन, परिवार र कानुनभित्र समाधान हुनुपर्छ। गल्ती जसको भए पनि फाइदा उठाउने तेस्रो व्यक्ति कहिले बन्नु हुँदैन। यो भिडियो रश्मि पनेरू र दिपेन्द्र भाटको घटनाबाट प्रभावित भएर बनाइएको, तर सन्देश हामी सबैको लागि हो। त्यही भएर सोचौँ, रोक्यौँ, आफ्नो परिवार बचाउँ र आफू पनि खुसी भएर बाँचौँ।